गगन थापा एन्ड कम्पनीहरू आराजु देउबाहरूले जसरी रवि लामी चलाउने कामको नेतृत्व जसरी कांग्रेसका सबै नेताको घरमा आगो लाउने विरुद्धमा एकचोटि उभिनुपर्छ भन्ने लागेर म यस पूर्व राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा पनि पुगेर हस्ताक्षर पनि गरेको छु र अहिले नक्खु कारागारमा रहनुभएका रासोपाका सभापति रवि लामिछानेलाई उनीमाथि भएको एउटा राजनैतिक प्रतिशोध र उनीमाथि भएको एउटा राजनैतिक हिंसा र राजनैतिक बदला जे खालको कर्म भएको छ त्यसको विपक्षमा उभिनलाई चाहिँ म यसचोटि एउटा त्यो सन्दर्भमा यहाँ आएको हुँ। दोस्रो कुरा, जति नयाँ पोलिटिकल पार्टीहरू अहिले बजारमा बनेको छ, जति नयाँ पोलिटिकल पार्टीहरू अहिले उत्साहजनक ढङ्गबाट चाहिँ जति पार्टीहरू आइरहनु भएको छ, सबै पार्टीहरूलाई एक कित्तामा उभ्याउने सन्दर्भमा उहाँको बुझाइ के छ, उहाँको भनाइ के छ भन्ने यो दुई तीनवटा विषयमा चाहिँ छलफल गर्न, त्यो कुराकानी गर्न चाहिँ म यहाँसम्म आइपुगेँ। सर्वप्रथम म तपाईँलाई के भनिदिउँ भने विशेष गरी कङ्ग्रेस र एमाले जे ढङ्गबाट अझै कङ्ग्रेसभित्र पनि अझै गगन थापा एन्ड कम्पनीहरू आराजु देउबाहरूले जसरी रवि लामिछानेलाई फसाए, जसरी गगन थापाहरूले मिसनै बनाएर गगन थापाहरूले तयारी नै गरेर जसरी आफूमाथि देखिनलाई अरूलाई खाल्टोमा राखेर आफू बाहिर देखिनलाई अरूलाई जसरी जेलभित्र कोचिरहेका छन्, पहिलो कुरा त हामीले स्पष्ट रूपमा चाहिँ आजको मितिमा के बुझ्नुपर्छ भने रवि लामिछाने उनले के काम गरेका छन्, कसो गरेका छन् भन्ने बारेमा त्यसको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरामा हिजो पनि हामी थियौँ, आज पनि छौँ। तर त्योभन्दा पूर्व चाहिँ गगन थापाहरूले जसरी नियोजित ढङ्गबाट, जसरी स्क्रिप्ट लेखेर नियोजित ढङ्गबाट रवि लामिछानेलाई जेलभित्र कोचेर राख्ने, जेलभित्र थुनेर राख्ने जे खालको प्रपञ्च भयो, यसको विरुद्धमा म मात्र होइन, एकचोटि सबैजना चाहिँ यो नक्खु कारागारको गेटमा आएर सबै जनताले एकचोटि उभिनुपर्छ र एकचोटि सोध्नुपर्छ। यस पूर्व गगन थापाले पार्लियामेन्टबाट पनि भनेको थिए हामीसँग प्रमाण छ। म आजबाट यहाँबाट नेपाली कङ्ग्रेसका महामन्त्री गगन थापालाई भन्नुपर्ने प्रश्न चाहिँ यति मात्र हो कि तिमीले भनेको त्यो प्रमाण कहाँनिर छ? होइन, अब तिमीले यहाँ प्रमाण छ भनेर यसरी चाहिँ झुटो आरोपमा, झुटो स्क्रिप्टले चाहिँ जसरी रवि लामिछानेलाई थुनियो, रवि लामिछानेले गरेको बदमासी भन्दा ठुलो प्रमाण चाहिँ यति बेला हामीसँग छ कि गगन थापाले यस पूर्व जेन्जी आन्दोलनमा जसरी काङ्ग्रेसको पार्टी कार्यालय जलाउनेदेखि कङ्ग्रेसको शेरबहादुर देउबाका घरहरू जलाउने कामको नेतृत्व जसरी गगन थापाहरूले गरे, गगन थापामाथि पनि अब चाहिँ छानबिन हुनुपर्छ कि पर्दैन भन्ने चाहिँ आज एउटा मजबुत प्रश्न आएको छ। म आज तपाईँलाई बताइदिउँ, यति मात्र होइन, कङ्ग्रेसको पार्टी कार्यालयदेखि काङ्ग्रेसका सबै नेताको घरमा आगो लाउने कामै गगन थापाहरूले गरेका हुन्। काङ्ग्रेसको सभापति शेरबहादुर देउबाको श्रीमती आरजु देउबालाई झापड हान्ने मान्छेहरू नै पनि गगन थापाका केटाहरू हुन्। म तपाईँलाई आज यति पनि भनिदिउँ यहाँबाट, ती हान्ने केटाहरू अझै दलित समुदायका केटाहरू हुन्। तिनीहरू आएर मलाई भनेका छन् कि हिजो चाहिँ गगन थापाले पठाएर गएर हामीले मान्छे पिट्यौँ, तर आज हामीलाई बचाइदिनु पर्यो त हामीलाई मान्छे खोजिरहेका छन् भन्ने। त्यसैले यहाँबाट एउटा स्पष्ट कुरा भन्नुपर्ने कुरा चाहिँ के हो भने उनीहरूमाथि छानबिन हुनुपर्छ कि पर्दैन, उनीहरूले गरेको बदमासी र उनीहरूले गरेको अपराधहरूमाथि छानबिन हुनुपर्छ कि पर्दैन। त्यसैले गर्दा यहाँबाट स्पष्ट कुरा पहिला बताउनु पर्ने कुरा चाहिँ त्यही आगोले रवि लामिछानेलाई पोल्ने, त्यही आगोले काङ्ग्रेस एमालेका सहकारीका ठगहरूलाई चाहिँ पोल्ने कि नपोल्ने त? त्यही पानीले रवि लामिछानेलाई डुबाउने, तर त्यही पानीले चाहिँ काङ्ग्रेस एमालेका ठगहरूलाई चाहिँ डुबाउने कि नडुबाउने त? त्यसैले गर्दाखेरि मेरो अदालतलाई भन्नु केही पनि छैन, मेरो यहाँबाट भन्नु यति मात्रै छ कि अदालत जनताको अदालत भनेर निष्पक्ष भनेर छानबिन गरिनुपर्छ। र अर्को कुरा, मैले आज यो कारागारको गेटमा उभिएर रवि लामिछाने साँच्चीकै दोषी छन् भने पनि, रवि लामिछाने साँच्चीकै दोषी छन् भने पनि यतिको बेलामा जनतालाई, देशलाई रवि लामिछाने जस्ता होनहार मानिसहरूको आवश्यकता छ। यदि कोही मान्छे भित्र बसिदिएर रवि लामिछानेलाई छोड्न मिल्छ भने म पनि निर्वाचन आयोगले सर्टिफिकेट दिएको एउटा पार्टीको सभापति हुँ, म भित्र बसेर रवि लामिछानेलाई छोडिदिन मिल्छ भने म रवि लामिछानेको ठाउँमा गएर जेलमा बस्दिन तयार छु। यदि कहीँ कतै भाग्छन् भन्ने लाग्छ भने मैले उनले तिर्न पर्ने पैसा कति छ, मसँग त पैसा छैन, म तिर्न सक्दिनँ, तर उनको ठाउँमा कोही गएर भित्रको जेल कुरेर बस्दिनुपर्छ भने आजको मितिमा चाहिँ म रवि लामिछानेको ठाउँमा भित्र गएर जेलमा कुरेर उनलाई यो अहिले देशले जुन खालको सङ्कट बेहोरिरहेको छ, यो सङ्कटबाट बाहिर ल्याउने सन्दर्भमा यतिको होनहार एउटा नेतृत्व चाहिन्छ भन्ने चाहिँ त्यो मैले महसुस गरेको छु। त्यसैले मिल्छ भने म आज यो मिडियाबाट जनताको अदालतको यो कठघारामा उभिएर चाहिँ मलाई भित्र राखेर रवि लामिछानेलाई छोडिदिन मिल्छ भने छोडिदिनुहोस् भन्ने चाहिँ म यो कुरा चाहन्छु। त्यसैले दुई तीनवटा कुरा चाहिँ तपाईँले अहिले गरेको प्रश्नमा चाहिँ एउटा रवि लामिछानेमाथि कङ्ग्रेस एमालेले गरेको राजनैतिक प्रतिशोधको विरुद्धमा सबै जनता एकचोटि नक्खुमा आएर उभिनुपर्छ, सबैले एकचोटि रवि लामिछानेलाई हेर्नुपर्छ। दोस्रो, गगन थापा आरजु देउबाहरूले गरेको बदमासीका विरुद्धमा पनि छानबिन हुनुपर्छ र उनीहरूले गरेको अपराधका बारेमा पनि छानबिन हुनुपर्छ। तेस्रो, रवि लामिछानेहरूको पक्षमा हामी उभिँदै गर्दा बाहिर मात्र होइन, हामी जेलभित्र बसेर पनि उनलाई छोड्न मिल्छ भने तेस्रो कुरा उनलाई छोडिदिँदा हुन्छ। चौथो कुरा चाहिँ तपाईँले भनेको जस्तो आसन्न निर्वाचनमा नयाँ राजनैतिक दलहरू कसरी जान्छन् भन्ने क्रममा चाहिँ आसन्न निर्वाचनमा नयाँ
खुलेका सबै राजनैतिक दलहरू एक किताबमा उभिएर जानुपर्छ। अहिले भेरीबाट भएको छ, कर्णालीबाट भएको छ, बागमतीबाट भएको छ। एउटा ठाउँमा जाँदा चाहिँ हामी भेटिएर जानुपर्छ भन्ने विषयमा चाहिँ हिजो पनि थियौँ र आज पनि छौँ। मैले सांसद बस्छु भनेको होइन, म कैदी भएर बस्छु भनेको छु भने योभन्दा ऐक्यबद्धता, योभन्दा सहभागिता के हुन सक्छ। र तपाईँले अहिले भनेको जस्तो ठ्याक्कै मिसिने सन्दर्भमा अहिले उहाँहरू बागमतीबाट बगिरहनु भएको छ, हामी कर्णालीबाट बगेका छौँ। एउटा बिन्दुमा जाँदाखेरि डेफिनेटली भेट हुन्छ। स्वभाव मिल्नेहरूको नदी दुईतिरबाट बगे पनि एक ठाउँमा जाने बेला दोभानमा चाहिँ भेट हुन्छ र त्यो बेला आउँछ होइन। एउटा ठाउँमा जाँदा सागरमा जाने बेला चाहिँ भेट हुन्छ। फेरि तपाईँलाई लागेको होला केपी ओलीलाई, शेरबहादुर देउवाहरूलाई, प्रचण्डहरूलाई उनीहरूको आमसभामा आएको मान्छे देखेर तपाईँले यो प्रश्न गर्नुभएको होला। जसरी अहिले केपी ओलीहरूलाई हेर्न आएका छन्, शेरबहादुर देउवाहरूलाई हेर्न आएका छन्, प्रचण्डहरूलाई हेर्न आएका छन्, होइन जनसागर उत्रिरहेछ। त्यो जनसागर होइन हुन्छ त्यो जनसागर अझै मिल्छ भने अझै बढाइदिनु पर्यो। अझै जनताहरू उर्लिएर कुर्लिएर उनीहरूलाई एकचोटि हेर्न जान पर्यो। जनताहरू उनीहरूको समर्थनमा हेर्न गएका होइनन्। हत्याराहरूलाई, भ्रष्टाचारीहरूलाई अन्तिम पटक एकचोटि यिनीहरूको मुख हेरौँ न भनेर आएका हुन्। त्यसैले एकचोटि अन्तिम पटक सबै जनता एकचोटि उर्लिएर जानु, कुर्लिएर जानु। अस्ति जेन्जी आन्दोलनमा जस्तो केपी ओली जहाँ जान्छन् एकचोटि हेर्न जानु, हत्याराको अनुहार कस्तो छ, देश बेच्नेहरूको अनुहार कस्तो छ, भ्रष्टाचारीहरूको अनुहार कस्तो छ भन्ने कुराले एकचोटि हेर्न जानु, नबिराएर हेर्न जानु। जति पनि अहिले छुट्नु भएको छ केपी ओली कार्यक्रममा जान भने, प्रचण्डहरूको कार्यक्रममा जान, शेरबहादुर देउवाहरूको कार्यक्रममा जान छुट्नु भएको छ भने एकचोटिलाई अन्तिम पटक उनीहरूको चाहिँ दर्शन गर्नु र त्यसपछि चाहिँ फर्केर आएर एकचोटि फेरि नक्खुको पनि दर्शन गर्नु। तपाईँले भनेको जस्तो हामी काँधमै चढिहाल्नु पर्दैन। हाम्रो खुट्टा पनि बलियो नै छ। हामी पनि मजबुत राजनैतिक सङ्घर्षबाट, सडकबाट उठेर आएका हौँ। त्यसैले काँधमा चढ्ने भन्ने होइन, हातेमालो गर्ने भन्ने हो। जनता साँच्ची बस्ने कुरा एउटा कुरा हो। हामीले कानुनकै कुरा गरेको, विधिकै कुरा गरेको, शासनकै कुरा गरेको। हामीले यति मात्र भनेको कि त्यही अदालतको कानुनले रवि लामिछानेलाई सेक्ने अनि त्यही अदालतको कानुनले काङ्ग्रेस एमालेलाई नदेख्ने कस्तो खालको कानुन हो श्रीमान भनेर सोध्न मात्र खोज्यो। फेरि यो बोले बाद फेरि अदालतको मानहानिको मुद्दा लाग्ला। अलरेडी म मुद्दा खेपिरहेको छु, म पनि तारिखमै छु अहिले पनि होइन। त्यसैले गर्दाखेरि अहिले तपाईँले भनेको कुरा के मात्रै हो भने एउटा जनताले, जनताको नेतृत्व गर्ने मान्छे सडकले खोजिरहेको हुनाले, देशले खोजिरहेको हुनाले अहिले तपाईँले भनेको जस्तो रवि लामिछानेले लिएका छन् भने रवि लामिछानेले बलात्कार गरेको मुद्दा हो भने म भन्न सक्दिनँ, हत्या गरेको मुद्दा हो भने म भन्न सक्दिनँ। तर लिने र दिने कुरा हो भने लिएको कुरा दिन्छु भन्न त पाउनु पऱ्यो नि, होइन र? लिएको र दिएको कुरा हो भने नियतवश गरिएको हो वा त्यो कारणवश गरिएको भन्ने कुरामा छलफल गरौँ के भएको हो। तर त्यही मान्छेहरू बाहिर चाहिँ धनराज गुरुङहरू पाल्पा जाने बाटैमा तनौ बिर्सी जाने मायालाई के भनौँ भनेर उठी चाहिँ नाच्न मिल्ने, त्यही ठगेर गएका मान्छेहरू चाहिँ बिछोड गरेका श्रीमतीहरूलाई फेरि हात समातेर सम्बन्ध विच्छेद गरेका श्रीमतीहरूले लिएर ढल्की बिहेको पार्टीमा नाच्दै हिँड्न मिल्ने। अनि त्यही कानुनले फेरि रवि लामिछानेलाई यसरी सेक्न मिल्छ कि मिल्दैन? हामीले भनेको कुरा यति मात्रै हो। तपाईँले अहिले भनेको जस्तो होइन, आरोप त गौतम बुद्धलाई पनि बलात्कारको आरोप लागेको थियो, महात्मा गान्धीलाई पनि लागेको थियो, तपाईँलाई पनि लाग्छ, हामीलाई पनि लाग्छ। हामीले त भनेको कुलमानजी, बालेनजी, रविजीहरू जो हुनुहुन्छ यो बेलामा सत्यको पक्षमा उभिने जति एकतिर उभियौँ भनेको। अब त चोर जति एकातिर, पुलिस जति एकातिर। अहिले भर्खर अगाडि मात्र पनि एआइजी साहब एकजना विश्वराज पोखरेलको तपाईँहरूले पनि इन्टरभ्यू लिनुभयो। अब त चोर र पुलिस लड्ने बेला हो। यतातिर घडी चोर्नेहरू, उतातिर पुलिसहरू, चोर र पुलिस दुईतिर उभिने बेला आयो। अब एकैछिन म तपाईँलाई भनौँ, अब राम र रावणहरू दुईतिर उभिने बेला आयो होइन। कृष्ण र कंसहरू दुईतिर उभिने बेला आयो। त्यसैले न्यायको पक्षमा उभिने जति एकातिर, न्यायको विरुद्धमा उत्रिने जति एकातिर, सत्यको पक्षमा उभिने जति एकातिर, सत्यको विरुद्धमा उत्रिने जति एकातिर। मैले भनेको के हो भने एकजना व्यक्ति र पात्र प्रवृत्तिको कुरा होइन। यहाँभित्र मैले अघि जो पात्रहरूको नाम लगे, कुलमानजी, बालेनजी, रविजीहरू, हर्क साम्पाङहरू, हामीहरू जे खालको कर्म गरिरहेका छौँ ग्राउन्डमा, यो चारतिर भएका शक्तिलाई एकातिर ल्याउने यो अभ्यास हो, यो तयारी हो। त्यसैले गर्दाखेरि हामीले एकजना व्यक्तिको मात्र कुरा होइन, एकजना पात्रको मात्र कुरा होइन, परिस्थितिले जे माग गरेको छ त्यो कुरालाई हामीले ध्यान दिनुपर्छ एकातर्फ। दोस्रो कुरा मुद्दाका लागि लागेको छैन। मुद्दा नरेन्द्र मोदीलाई पनि लागेको छ, डोनाल्ड ट्रम्पलाई पनि मुद्दा छ, भ्लादिमिर पुटिनलाई पनि मुद्दा छ, तपाईँलाई छ, हामीलाई छ। त्यसैले मुद्दामाथि छानबिन गर्न सकिन्छ। कोही मान्छेले जेल कुरेरै बस्दिनुपर्छ सट्टामा भने म बस्दिन्छु भनेको हो। त्यसैले गर्दाखेरि मैले यति मात्र भनेको होइन कि उनीमाथि जे खालको मुद्दा लागेको छ त्यसमा मात्रै छलफल गरौँ र त्यो मुद्दा होइन भनेको होइन। एउटा कुरो यहाँ क्लियर के भएन भने जस्तै गगन थापाले सबैतिर जलाए भन्नुभयो, हो गगन थापाको केटाहरूले जलाए भन्नुभयो, फेरि गगन थापाको पनि घर जलिया छ। आधार मात्र होइन। अब
हामीले यो भिडियो खिच्दाखेरि हालिसकेका सर यसको उत्तर पाउनु पहिला हो बिना तथ्यनाम आरोप लगायो हो भनेर यसमा हो तपाईँ तपाईसँग प्रमाण छ कि हो यसमा आरोप हो हो कि के भयो ठिक छ। तपाईले भन्नु त गगन थापाको अनि ठिक विषयमा। छ प्रश्न गर्नुहोस् गाली नगर्नुहोस् हजुर, हजुर, मैले यति मात्र भनेको कुरा के मात्रै हो भने हजुर। एउटा व्यक्तिको मात्र कुरा होइन एउटा पार्टीको सभापति एउटा लोकतान्त्रिक पार्टीको सभापति जिम्मेवार मान्छे सडकमा उभिएर तपाईँलाई के भनिरहेको छ भने हामीसँग त्यसको प्रमाण छ